लिम्बू बारी त अब बुढो भएको आलु हेर त आलु यो तपाईँको आइडलले रोपेको आलु खासै फलेन यसपाल ऊ त्यो पर मात्रै फल्यो मलाई सबै थाहा छ त्यहाँ झन् थिएन बाजे हो हो तपाईँको आइडल रोपे आलु फलेन क्या यसपाल ऊ त्यहाँ 2 आरी निस्केन यत्रो फ्यासे आरीले यस्तो दुई आरी त्यो सानो आरीले निस्केन बुढा मान्छे फलेन थिएन पर पनि आरी अब फलेन भने के गर्नु बाजे यहाँ तपाईँ जस्तो जस्तो मात्रै आलु फलेको छ यहाँनिर म जस्तो डल्लै आफू चाहिँ डल्लो डल्लो आफू चाहिँ कोल्लो अब मेरा त उ त्यहाँ रोपेको छु नि मैले उ त्यहाँ छेपी चाहिँ होला छेपी होइन छेपी भन्छ त्यसलाई बाजेले प्याज होला प्याज हँसेर मानेको बाजेले बाजेले चुनावमा भोट पनि नदिने रे चुनाव पनि नहिँड्ने रे होइन भो अगाको म मासु खानु जानु बाजे है एमाले मासु भात दिन्छ कि जानुपर्छ कहाँ हो हँ उनीहरू भोट चुनाव माने एमाले मासु भात खुवाउँछ अनि त्यसपछि ओ सेकाउने खाँदिनँ आफ्नै खाने हो तर मैले पनि आजसम्म मान्छेहरूले खान्छ न रे अहिले पनि खान्छु नि मैले पनि ए बाजे ल हाम्रो बाजे गरौँ न 10 महिना भयो त्यहाँ बोलाउँछ म गएर हाम्रो बाजे रमाइलो छ साथीहरू अब दिलमा कसैकोमा खाँदिनँ आफै पकाएर खान्छु दिलमा बोजू चाहिँ बितिहाल्नु भयो एउटा बाजे हुनुहुन्छ हाम्रो दिदी पनि नखाने पाए हो नि बाजे यो तपाईँको जस्तै फलेछ नि हेर्दै समातेर उयो अहिले भनिदेऊ यहाँ बहिनी छोरा पो म सिधै भनिदिन्छु तपाईँले त्यो चस्मा लाएर मलाई नदेखाऊ हो कि कस्तो आलु फलेछ भनेको यो त्यो आलु कुन खालको आलु के आलु फलेको यो कुन आलु हो यो कुन आलु हो यो कुन आलु हो कुन हो त्यो हैट साथीले यस्तो आलु फलेछ अचम्म लाग्दैन के हो यो ल बोट चाहिँ सबै मरिसाएर छ यतापट्टि यो दुःख मात्रै हो यो आगोदेखि नरोप्ने हो नि त आलु हाम्रो रोप्नुहुन्न आगोदेखि रोप्नुहुन्न दिन सक्दिनँ ए ढाड दुख्यो